पछिल्लो 2-3 वर्षको रेकर्ड हेर्दा नेपाली महिला फुटबल टिम कम लगानी, कम खेल र प्रतियोगिताले अभाव रहेको छ। तर खेलाडीले भने देशमा फुटबलको क्रेज माया उत्तिकै पारेका छन्। यस सङ्कटको बेलामा नेपाली फुटबलका राष्ट्रिय महिला टोलीले भारतलाई हराउँदै सकारात्मक सन्देश र फुटबलको क्रेज कायम राखेका छन्। सोमबार भएको म्याचमा भारत विरुद्ध साम्बाको 2 गोलले नेपालले भारतलाई हराउन सफल भएको हो। अहिले नेपाली महिला फुटबल टोली उच्च मनोबलका साथ उच्च लयमा रहेको छ। भारत विरुद्ध यो जित ऐतिहासिक जित हो, जहाँ नेपालले भारतलाई उसकै मैदानमा पराजित गरेको हो। यो ऐतिहासिक जित दिलाउने साम्बाको अन्तर्राष्ट्रिय गोल सङ्ख्या 66 पुगेको छ। आज हुने नेपाल र भारत बीचको खेलमा भने साम्बा, पृथ्वीराज, अन्जिला यस खेलमा समावेश हुने छैनन्। आज बुधबारका दिन हुने खेल औपचारिक नभएकाले उनीहरू आफ्नो व्यावसायिक फुटबलको क्लबमा जोडिसकेका छन्। आज हुने नेपाल र भारतको म्याच सिक्किममा हुनेछ। के आज साम्बा, पृथ्वी र अन्जिला बिना नेपालले भारतलाई जिताउन सक्ला? कमेन्ट गर्न नभुल्नुहोला। यस्तै नेपाली खेल जगतसँगका भिडियो र अपडेटका लागि हाम्रो युट्युब च्यानललाई सब्स्क्राइब गरी छेउमा रहेको बेल आइकनलाई थिच्न पनि नभुल्नुहोला। धन्यवाद।